नमस्ते सबैजनालाई, मेरो नाम चाहिँ सविता नेपाली। म चाहिँ पोखरादेखि। सबैजना सन्चै हुनुहुन्छ, म पनि सन्चै छु भन्ने आशाको साथ मेरो फर्स्ट ब्लग मैले सुरु गर्न गइरहेको छु। सबैले लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला। अनि म आज मनी चेन्ज गर्न जान्छु। त्यो मनी चेन्जरमा हाम्रो चाहिँ यहाँ हुनुहुन्छ बारिस्टा सर। हेलो भनिदिनु न मेरो नयाँ ब्लगमा। हेलो भनिदेऊ न। हेलो भन्नु न। यता चाहिँ हुनुहुन्छ हाम्रो हाउसकिपिङ गर्ने दिदी। हाई गरिदिनु न। अनि आज चाहिँ 5 रुपियाँ छ मसँग युरो। यसको चाहिँ कति हुन्छ मनी चेन्जरमा गएर साटेर हेर्नुपर्छ गाइज। अहिले चाहिँ म यो पैसा साट्ने देखाउँछु तपाईँहरूलाई। हेर्नुहोस् गाइज, मैले पैसा लिएर आएँ 60 रुपियाँको। यहाँ 1600 कति रे 65 66 है। रे 65 66 है हुन्छ। म यहाँ चाहिँ चटपट खाना आएको छु पैसा साटेर। हाई भनिदेऊ त दिदी। म यहाँ नयाँ ब्लग सुरु गरेको अहिले। लाइक सब्सक्राइब गरिदिनु। मान्छेले हेर्छ कि चुलुम नखाऊ न। राम्री भन न, यस्तो यस्तो कपाल मिलाऊ। म भाइरल भयो भने तिमीलाई पनि सबैले हेर्छन् फेरि लगाएर चटपट। अनि म चाहिँ यो पैसाले चटपट खाना आएको छु। तिमीसँग हेऱ्यो म 10 रुपियाँ लिने थिएँ होइन। ल म त 5 रुपियाँ दिन्छु अनि ठ्याक्कै हुन्छ। कटकटिनु अझै मसँग 1600 पछि 1600। अब म यसको कपडा किन्नु जान्छु आज। कपडा किन्नलाई साटेको 10 रुपियाँ हो भन्दै ल। कस्तो काली देखिक्यो। बिहा गरिस् क्या अब अहिले? बुढा मरिसक्यो बिहा गरेर। हेर्न सक्नुहुनेछ मैले चटपट लिएर आएर खाँदैछु। यति साइडको बाहिर छु। यो चटपट यति धेरै बस आउँछ नि बिहान। अहिले चाहिँ त्यति धेरै होइन। चाल पनि हेर्न सक्नुहुनेछ डाँडा काँडा। यहाँको यस्तो मजाको सिनहरू चाहिँ म चाहिँ मेरो चटपट खाँदैछु। म चाहिँ हाम्रो भाइ हुनुहुन्छ लुगा सुकाउने डिस्पेसर भाइ। म चाहिँ अहिले ड्युटीमा छु कि। झ्याउला के गरम भयो। मलाई अब त ब्लग बनाउनु के भएन सोचेर बनाएको। म चाहिँ चटपट भ्यास चाहिँ अनि तपाईँहरूलाई मेरो बर्थडे देखाउने छु ल। अनि म चाहिँ चटपट खाएर आइसकेको छु। अन्त रिसेप्सन सर हाई गरिदिनु त। मेरो नयाँ ब्लग सुरु भयो होइन। लाइक सब्सक्राइब गर्न। म बेलुका एडिट गरेर हाल्छु। अनि उहाँ चाहिँ हाम्रो नयाँ वेटर भाइ। हाई भनिदेऊ। आमा तिमीले पनि गर ल। अनि यो चाहिँ हाम्रो रेस्टुरेन्ट। अनि हाम्रो यता हुनुहुन्छ कुक भाइ। यता आऊ न यता। त्यो टल्कियो कस्तोवाला सेप मासुै नदिने खाजा गतिलो नदिनेलाई सेप भन्दैनौँ हामी। यो चाहिँ मैले काम गर्ने ठाउँको रेस्टुरेन्ट। यो चाहिँ बुफे छ हेर्नुहोस् होला। किन र पछि पछि लाग्ने राम्रो मान्छेको राम्रो मान्छेको। अनि हाम्रो यहाँ साथी हुनुहुन्छ बिचारा बिरामबाट बस्नु भइरहेको छ। बिचारा बिराम मान्छेले हिर्काएको प्रुफै छैन मसँग। मलाई दोष लगाउँछु भनेर हो कि। यिनी चाहिँ हाम्रो वेटर बहिनी। यिनी पनि नयाँ हुन्। हाई भनिदेऊ। भाइ पो भनिन्छ। देख्नु भइसकेको छ हाम्रो रेस्टुरेन्ट। हाम्रो रेस्टुरेन्ट चाहिँ यहाँ 12 चौकीमा छ। भिजिट गरिदिनुहोस् होला। चाइनिज थाई नेपाली सबै फुड पाइन्छ यहाँ चाहिँ। अनि हाम्रो त्यता छ बार। यताबाट लाइटिङले गर्दा कति राम्रो देखेको छ। उताबाट कति ग्रिन देखिरहेको थियो। हेर्नुहोस् होला लेक साइडको नजारा। यो चाहिँ 0 के सेल हो। सबैजना आइदिनु ल। यहाँ चाहिँ तातो तातो लुगा आइसकेको थियो। अनि मैले चाहिँ चेन्ज गरेको पैसाले म यहाँ लुगा लिन आइसकेको छु। अहिले म घर बसेर देखाउँछु तपाईँले लगाएर कस्तो के किनेछु भनेर। ल गाइस
गाइस म चाहिँ घर आइसकेको छु मेरो नयाँ कपडा लिएर। अनि मैले लिएको चाहिँ यो एउटा माथिको अनि यो चाहिँ मुनिको, यो चाहिँ मुनिको ट्र्याक अनि यो चाहिँ माथिको। आज चाहिँ मैले यो पैसा साटेर मजाको एक सेट सपिङ गरिसकेको छु 10 रुपियाँले। यो चाहिँ म लगाएर देखाउँछु तपाईँहरूलाई। मैले किनेको चाहिँ यो खैरे टाइपमा छ, अझै भिडियोमा कालो देखिरहेको छ। अनि मेरो माथिको यति चिताएको छ के भन्नु। अनि मुनिको चाहिँ यही हो। अनि उहाँ चाहिँ मेरो मम्मी हो। खै यता हेरिदिनुहोस् त, यता हेरिदिनुहोस् त मम्मी। भेटिहाल्यो है मेरो चटाके भाइ र मम्मी। हाई भन्छु त मेरो भ्लग हो बाबु। ल गाइस सबैलाई बाई बाई टाटा। आज यति भन्दै आजको भ्लगमा एन्ड गर्दैछु। सबैजनाले लाइक कमेन्ट सेयर गरिदिनुहोस्, माया गरिदिनुहोस्। धन्यवाद। अब न्यू भिडियोको साथ भेटौँला।